हेलो नमस्ते सबैजनालाई। आज चाहिँ मैले फुटबलको बारेमा केही कन्टेन्ट नै भनौँ होइन भन्न गइरहेको छु। लाइक अनगोइङ जुन यो वर्ल्ड कपको माहौल छ है, त्यसमा चाहिँ विभिन्न कुराहरू भइरहेका छन्, जसमा चाहिँ म अब केही कुराहरू आफ्नो व्यक्तिगत पनि ओपिनियन नै भनौँ होइन, यो हुन्छ नि व्यक्तिगत ओपिनियनहरू दिन गइरहेको छु। खास गरी म यसरी भिडियो बनाइराख्ने मान्छे त होइन, सायद फर्स्ट टाइम नै मैले यसरी कुनै प्लेटफर्ममा बोलेको छु होइन। मेन चाहिँ यसमा फ्यानबेस मोमेन्टको कुराहरू गर्न गइरहेको छु। अब फ्यानबेस लाइक फ्यानबेस भन्ने बित्तिकै अब फुटबलमा त मेसी प्लस अब होइन रोनाल्डो, मेसी र रोनाल्डोको कुराहरू आइहाल्छ। अनि यो अनगोइङ चाहिँ यो धेरै वर्ष अगाडिदेखि नै हो होइन। अब मेसीले मेसी बेटर, रोनाल्डो मेसी फ्यान्सले मेसी बेटर अनि रोनाल्डो फ्यान्सले रोनाल्डो बेटर त भन्ने नै हो होइन। स्ट्याट्सको कुरादेखि लिएर सबै कुरा धेरै कुराहरू आउँछ। अनि यो चाहिँ मैले पहिला त वाइल्ड नै हुन्थ्यो होइन, स्कुल टाइममा कलेज टाइममा। अब अहिलेको चाहिँ के छ भने अब रिसेन्टली मैले एउटा भएको कुरा चाहिँ स्पेसल्ली अब यङ भनौँ न होइन, स्पेसल्ली है यङ चाहिँ जुन टिनेजर्स अथवा भनौँ न भ्युवर्सहरू छन् फुटबलको, उनीहरूले चाहिँ मैले यसो एक्सपिरियन्स गरेअनुसार स्ट्याट्स र त्यो एउटा हुन्छ नि इमेच्युरिटी अलिक भन्न फेरि हो होला, जस एउटा जेनरली चाहिँ एकदम त्यो डिपली चाहिँ अलि नहेरे हो कि अब बढ्दैन। एउटा म्याचबाटै उनीहरूले गोल डिबेट गरिदिन्छन् क्या। जस्तै यस्टरडे चाहिँ म एउटा स्पेसिफिक ठाउँमा थिएँ होइन, प्लेस म सेट त गर्दिनँ। त्यसमा चाहिँ एउटा भाइ थियो भनौँ न 12-11 18-19 इयर्स ओल्डको। अनि सेट अब हुन्छ नि म चाहिँ रोनाल्डो फ्यान भनेर थाहा पाएछ। अनि पुरै त्यो 10 नम्बरको एउटा देखाएर अरूहरूको अगाडि अलिकति खिच्चा त नहुनु, अलिकति जिस्काइरहेको थियो क्या। हुन त उसले फन वेमा गरे होला, तर मलाई चाहिँ अलिकति वेयर्ड होइन, अलिकति उ लाग्यो क्या, किन भने होला त्यस्तो होइन भनेर म त्यति बोलिनँ त्यति बेला होइन। अनि म चाहिँ आइएम अ रोनाल्डो सपोर्टर। अनि द्याट डट म चाहिँ यस्तो नेचरको छु कि अब नेचर नभनौँ यसलाई, अब म रोनाल्डो सपोर्टर हो, बट देन आई डोन्ट हेट मेसी के हुन्छ नि, आई डोन्ट डिसलाइक हिम होइन। हुन्छ नि मैले चाहिँ क्वालिटी हेर्छु क्या जुन पनि प्लेयरको होइन। अनि आई डोन्ट डिटेस्ट मेसी प्लस अब हुन्छ नि मेसी रोनाल्डो नै बेटर हो भन्ने मोटिभेट पनि गर्दिनँ होइन। आई स्पिक विथ फ्याक्ट्स र अब हुन्छ नि एक्चुअली के भइरहेछ होइन, त्यो कुराहरूले कुरा गर्छु। अनि त्यसपछि चाहिँ यो त कुरा भइहाल्यो, वर्ल्ड कपको बारेमा कुरा गर्छु। खतरा वर्ल्ड कप, अमेजिङ वर्ल्ड कप भइरहेछ। म्याचेसहरू त मैले पुरै त हेर्न पाएको छैन, इङ्ल्यान्डको हेरिरहेको छु होइन। इङ्ल्यान्डको सपोर्टहरू हो बाइ द वे म, तर बिचमा चाहिँ रोनाल्डोले चाहिँ उचाल्दै हुन्थ्यो होइन, उचाल्न पाओस् भन्ने एउटा मनमा त रहि नै रहेको थियो होइन, मनको एउटा कुनामा भनौँ न। अनि आइएम सपोर्टिङ इङ्ल्यान्ड टिम फ्रम 2014। अब इट्स अ लङ वे टु गो, अझै पनि होइन क्वार्टर फाइनल्समा छ। अब लेट्स सी वाट ह्यापन्स होइन, इट इज गड्स प्लान भन्छु म चाहिँ। अनि मेसी ब्रिलियन्सको बारेमा पनि कुरा गरौँ। मेसी त खत्रै हो अब हुन्छ नि, यो वर्ल्ड कपमा त झन् घोडै टेक्नी बनाइदिइसक्यो मेसीले। इभन मेसी फ्यान्सले केही भन्नु परिरहेकै छैन क्या। अब हुन्छ नि एउटा त अब हुन्छ नि मेसी अलरेडी हेज वन वर्ल्ड कप होइन, तर जुन हम्बलनेस मेसीमा छ होइन, जुन चाहिँ सपोर्ट भनौँ न, सपोर्ट पनि म भन्छु सपोर्ट बाई इज टिममेट्स भनौँ होइन, इज गेटिङ इज हुन्छ नि एउटा भाग्यमै लिएर आएको हुन्छ जस्तो लाग्छ। द्याट डजन्ट मिन फेरि सपोर्टले गर्दा मात्र भएको भन्ने नि होइन है फेरि। अनि नेमारको एक्जिटको होइन, नेमार चाहिँ यो वर्ल्ड कपमा यस्तो मलाई धेरै इमोसनल बनाएको नेमारको जो एक्जिटले पनि। हि वाज क्राइङ होइन, रोनाल्डो वाज क्राइङ होइन, गुड बाई टु द गोड्स। अब मेसी चाहिँ कहाँसम्म जान्छ हेरौँ, लेट्स सी। अर्जेन्टिना आई मिन। अनि लास्ट बट नट द लिस्ट चाहिँ मलाई कुरा सेयर गर्न मन लाग्यो एकदमै चाहिँ। आई थिङ्क पिपुल आर फर्गेटिङ, साउन्ड आइरहेछ। आई थिङ्क पिपुल आर फर्गेटिङ द ब्युटी अफ फुटबल क्या होइन। द ब्युटी अफ फुटबल इज नट भनौँ न ओन्ली स्ट्याट्स मात्र होइन जस्तो लाग्छ होइन। इभन गोलमा चाहिँ एसिस्ट एकदम इम्पोर्टेन्ट होइन। त्यही भएर ब्युटी चाहिँ हामीले भुल्नु भएन क्या होइन, ब्युटी चाहिँ भुल्नु भएन। लेट्स इन्जोय फुटबल भन्न चाहन्छु। अहिलेको लागि त्यति नै हो, धन्यवाद।